ल है साथीभाइ हो, स्वागत छ मेरो नयाँ भिडियोमा। अनि बेलुकीको साँझ भइसक्यो। म चाहिँ यहाँ तल छ, यहाँदेखि मुनि ग्राउन्ड छ, त्यहाँ गइकन आएको। त्यहाँ ग्राउन्डमा फुटबलहरू खेलेको दृश्य चाहिँ लिनु सकिनँ। अनि यो चाहिँ अब छिटो घर फर्किनु पर्ने नि त, त्यो कारण चाहिँ भिडियो बनाउनु पाएन। र बाटोमा हिँड्दै तपाईँहरूको समक्षमा बनाउँदैछु। यो भिडियो हेर्नु होला। र हाम्रोतिर चाहिँ मकै पाकिसक्यो। हेर्नुहोस् है, एकदमै हेर्नुहोस् न, मकै पाकिसक्यो नि हो। योपालि के समय छिट्टो होला जस्तो लाग्दैछ। यस्तो छ हाम्रो गाउँ। इस्कुसहरू, इस्कुस सिमी र अनि यहाँबाट चाहिँ यस्तो देखिन्छ। यो पारि देखिने चाहिँ, यो पारि चाहिँ सिक्किम हो, सिक्किम। अरे यहाँ त केरा पनि हेर्नुहोस् न, केराको बोट। अनि यही ग्राउन्ड हो, अघि यहाँ गएको थिएँ र अहिले चाहिँ अलिअलि भाइहरू खेल्दैछ। अब चाहिँ लाग्नु पर्यो घर। ओइ चुप चुप चुप, ओइ किन भोग्दैछस्? ल यहाँ चाहिँ यस्तो मकैहरू चाहिँ टन्न पाकिसक्यो। पहिला हामीले यो सानोमा यो उखु चाहिँ कस्तो खान्थ्यौँ कि, सानो सानो हुँदाखेरि। हेर्नुहोस् न, अरट इस्कुसहरू यस्तो छ। गाडीहरू हेर्नुहोस् न, यो चाहिँ अम्बो बस्ती, माने डाँडा बस्ती गएको। यस्तो छ हाम्रो गाउँ। यो चाहिँ के हो? यो फुलको नाम चाहिँ, यो बोटको नामै याद भएन। हो चन्दन, के गर्दैछ? चन्दन बुबुको घर आइपुगे। के गर्दैछस् अरे? बसिरहेछस्? यहाँ चन्दन बुबु बसिरहेको छ। के हो दुईजना त? बेलुका खाना ल साथीभाइ। हस्, अब ज्यादा ग्याङ गर्छ कि अब नेक्स्ट भिडियोमा भेटौँला। अब एकछिन गफ लडाएर।